ड्याङ्ग डुङ्ग गर्ने बाजा, राति राति हिँड्ने राजा, भन्नुस् त यसको उत्तर के हो? सरस्वती माविकी पवित्रा मिसले सोध्ने बित्तिकै सबै विद्यार्थी मुखामुख गर्छन्। पछाडिबाट राजुले हात उठाउँदै सानो स्वरमा भन्छ, गोर्खाली। स्याबास हो, गोर्खाली बाजा, गोर्खाली राजा, मिसले भन्नुभयो। विद्यार्थीको मनमनमा तिम्रो नाम हुनुपर्ने, मुखमा तिम्रो कामको गुणगान हुनुपर्ने, घर घरमा तिम्रो नामको जप ध्यान हुनुपर्ने, घरमा मात्र कहाँ हो र पृथ्वी, हरेक मुद्रामा तिम्रो तस्बिर हुनुपर्ने। विद्यार्थीले नै चिन्दैनन् रे भन्दा कति दुःख लाग्ला। दुःख नमान पृथ्वी, यता यस्तै छ, भन तिमीलाई कस्तो छ। अमेरिकाका जर्ज वाशिंगटन, जर्मनीका बिस्मार्क र इटलीका काबुर जस्तै अनिवार्य देशभरि पढाइनु पर्ने तिम्रो गाथा नपढेरै त होला। 10 कक्षामा पढ्ने विद्यार्थी सोध्दैछन् रे, मिस पृथ्वीनारायण को हो? दुःख नमान पृथ्वी, यता यस्तै छ, भन तिमीलाई कस्तो छ। हावापानी होस् वा वनस्पति, विश्वकै झल्को दिने यो सानो संसारमा बुद्धको पाइला परेको छ, धरतीको शिर अडेको छ, कस्तुरीले बास्ना छरेको छ, डाफेले नै नौरङ भरेको छ, कोइलीले कुहु कुहु गरेको छ, महादेवका शिर र बुद्धका तीर भएर नि के गर्नु पृथ्वी, दिनदिनै देशभक्ति मरेको छ। त्यसैले त तिम्रो शालिक घरि यता परेको छ, घरि उता लडेको छ, यस्तै यस्तै छ पृथ्वी, भन तिमीलाई कस्तो छ। किसानको भेषमा खेती गर्दै, ठाउँ अनुसारको नीति फिर्दै, जेठी तरवारले शङ्खमणिको वध गर्दै, गौडा गौडा ढुकेर खुडा घाटमा लुक्ने सेन होस् वा तलेजुमा लुक्ने मल्ल, खोजी खोजी समाएर माफी माग्न लगाएर, जय जय काली जय जय गोरख घन्काउँदै देशको भूगोल बढाउने तिमीलाई आफ्नैले चिन्दैनन् रे भन्दा कति दुःख लाग्ला। दुःख नमान पृथ्वी, यता यस्तै छ, भन तिमीलाई कस्तो छ। त्रिशुलीको भेल तरी भैरवको दर्शन गरी, काशीमा नागाको आशिष लिएर, पाण्डेको ढाल र बस्नेतको तरवारले सजिएको गोर्खा दरबार, बलियासँग मेट लगाउँदै, सेनासँग प्रीत लगाउँदै, दलमर्दनको गाना गाउँदै, जनतासँग काँधमा काँध मिलाएर जोडेको देशमा तिम्रै शालिक अटेन रे भन्ने सुन्दा कति दुःख लाग्ला। दुःख नमान पृथ्वी, यता यस्तै छ, भन तिमीलाई कस्तो छ। टुटेका मनहरू जोड्दै, मै हुँ भन्ने किल्लाहरू फोड्दै, देशमाथि आँखा लगाउनेको गर्दन छिनेर, त्रिशुलीमा खुडा पखाल्दै, आफ्नो शरीर झुकाएर नै किन नहोस्, हामीलाई स्वाभिमान दिलाएको देशमा तिम्रै शालिक अटेन रे भन्दा कति दुःख लाग्ला। दुःख नमान पृथ्वी, यता यस्तै छ, भन तिमीलाई कस्तो छ। हिजो राजतन्त्रमा प्रजा मोटा भया दरबार बलियो रहन्छ भन्ने तिमीलाई आज लोकतन्त्रमा दल बल र परिवार बलिया भए सरकार चलिरहन्छ भन्ने सुन्दा कति लाज लाग्छ होला। लाज नमान पृथ्वी, यता यस्तै छ, भन तिमीलाई कस्तो छ। बाजा तिम्रै राम्रो, गाजा तिम्रै राम्रो, भाषा तिम्रै राम्रो, भेष तिम्रै राम्रो, हाम्रा लागि देश विशाल बनाउने नशा तिम्रै राम्रो, आज तिम्रै शालिक बीचमा उभिएर विकास छेक्यो भन्दा कति दुःख लाग्ला। दुःख नमान पृथ्वी, यता यस्तै छ, भन तिमीलाई कस्तो छ। बाघ भैरवको खुडा र खुकुरी नदेख्नेहरू, कालु पाण्डेको समाधि पुग्न नसक्नेहरू, प्रमाणै नबुझी भन्दैछन् रे, कालु पाण्डे नक्कली, पृथ्वी नक्कली। गजब गजबका विद्वान छन्। कोही सेना के काम भन्छन्, न त देशको भूगोल थाहा छ, न त 5औं वेद इतिहास नै थाहा छ, तै पनि विज्ञ ठानिएकै छन्, देशप्रेमी मानिएकै छन्। यता यस्तै छ पृथ्वी, भन तिमीलाई कस्तो छ। राजा धेरै भएर त होला, काण्डै काण्ड समाएका छन्, कोही सुनमा रमाएका छन्, कोही भुटानी समाएका छन्। अस्ति धमिजा र लाउडा थियो, हिजो यति उम्नी र चिया आयो, आज सुन र शरणार्थी छन्। नाम फरक मात्र हो पृथ्वी, सबैको काम कमाउने नै छ, आफू रमाउने नै छ, जनता रोएर के हो त। यता यस्तै छ पृथ्वी, भन तिमीलाई कस्तो छ। भीमसेनले कोरेको नक्सा हराएको छ, भक्तपुरको मूर्ति जस्तै पशुपतिको गजुर साटिएको छ, तराईको मजुर काटिएको छ, कस्तुरीको सुगन्ध त कहिले हो कहिले उहिले लुटिएको छ। तिम्रो शालिकको माया त कुरै छाडौं, देश प्रेमीहरूलाई हिरासतमै दिनरात चुटिएको छ। यता यस्तै छ पृथ्वी, भन तिमीलाई कस्तो छ। ठुलठुला नेता भएका छन्,
तलब र भत्ता अन्तैबाट खाएका छन् कर्मचारीको के कुरा भो र। कमिसन आए 100% पनि ऋण लिन्छन्, कमिसन नपाए सित्तैको सहयोग पनि देशको हितमा छैन है भन्दै फाइल घर्रामा हाल्छन्। इल्लुटहा त साँडे छाडा जस्तै छन्। यता यस्तै छ पृथ्वी, भन तिमीलाई कस्तो छ। घर सारेर खानी खन्न भन्थ्यौ, आफै उद्योग चलाउन भन्थ्यौ। घडेरीमा खेत बिकेका छन्, खोला पुरेर घर ठडिएका छन्, उद्योग सबै मकिएका छन्। बल भएका नाडी खाडीले खान्छ, बुद्धि भएकालाई युरोपले लान्छ। लेक होस् कि बेसी, खण्डहर गाउँ रोइरहेछ तिमीलाई सम्झेर पृथ्वी, यता यस्तै छ भन तिमीलाई कस्तो छ। काठमाडौँ भरियो, ललितपुर भरियो, भक्तपुर भरियो, बस्ती अब बनेपा सर्दैछ। खेत जोगाऊ, पाखामा घर बनाऊ भन्ने तिम्रो अर्थी मलजल गर्ने असल माली नपाएर दिनदिनै मर्दैछ। यस्तै यस्तै छ पृथ्वी, भन तिमीलाई कस्तो छ। सिपाही सरुवा गरेर सरकार टिकाउनु पर्छ। कृषि प्रधान देशमा छिमेकीलाई चिठी लेख्दै 2 हात जोडेर चिनी र चामल झिकाउनु पर्छ। ठेकाभरि दही मही र बकारी भरि धान हुने, छिमेकीसँग छुट्टै सान मान र रफाफ हुने तिमीले दिएको देश कहाँ छ र पृथ्वी, यता यस्तै छ भन तिमीलाई कस्तो छ। कोशी बेचियो, काली बेचियो, अब गण्डकी र कर्णाली पनि बेच्दैछ। मालिक धपाएर भाडावाललाई साँचो थमाएको मज्जा त बल्ल नेपाली जनताले चेत्दैछ। यस्तै यस्तै छ पृथ्वी, भन तिमीलाई कस्तो छ। मन्दिरमा छौ कि मस्जिदमा छौ, धरतीमा छौ कि स्वर्गमा छौ, बास दिदा त धर्म हुन्छ भन्छन्। देशै दिएर हामीलाई कति हो कति पुण्य कमाएर देश छाडेका तिमीलाई छिमेकीका भाइले नचिनेका बेला तिम्रो तस्बिर लिएर बालेनले दियो बालेका छन्। पूर्वका राई र जुम्लाका शाहीले अथाह माया पालेका छन्, अथाह माया दर्शाएका छन्। यस्तै यस्तै छ पृथ्वी, भन तिमीलाई कस्तो छ। लेखक ईश्वर अर्याल, त्रिवी भूगोल केन्द्रीय विभाग, कीर्तिपुर।